नमस्कार दर्शकवृन्दहरू, फेरि पनि हामी आइसकेका छौँ अर्को एउटा जल्दो बल्दो अनि ताजा न्युज लिएर। दर्शकवृन्दहरू, गत असार 21 गते शाहरुख ताम्राकारले आफ्नो आत्महत्या गरेका थिए। त्यसै आत्महत्याको कारण के कारण गरिएको भन्ने कुरा अहिलेसम्म खुल्न सकेको थिएन। तर आज शाहरुख ताम्राकारको मोबाइल ओपन गरेर हेर्दाखेरि प्रहरीले एउटा सबुत प्रमाण फेला परेको छ र त्यो शाहरुख ताम्राकारले लेखेर आफूलाई आत्महत्या गरेका थिए। शाहरुख ताम्राकारको आत्महत्या नभइकन कसैले हत्या गरिएको भन्ने टीका टिप्पणीहरू आउँदै गरेको खण्डमा आज भने मोबाइल ओपन गरेर हेर्दा शाहरुखले लेखेको एउटा पत्र फेला परेको छ। जुन पत्रमा लेखिएका छन् शाहरुख ताम्राकारले शाहरुखको मोबाइलमा लेखेको नोट यस्तो रहेको छ। उक्त नोट फरेन्सिक परीक्षण गर्दा भेटिएको हो। सुसाइड नोटमा शाहरुखले कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन्। उनीहरूले भनेका छन्, यो मेरै कारणले भएको हो, कसैलाई दुःख नदिनु। आमालाई सम्बोधन गर्दै भनेका छन्, अर्को जुनमा पनि तपाईँको कोखमा जन्मिन पाऊँ भनेका छन्। शाहरुखले गत 21 असारमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए। शाहरुख ताम्राकारले आत्महत्या गर्नु अघि यो सानो नोट जसले आज आमालाई नै भावुक बनाएको छ र सारा संसारलाई पनि रुवाएर उनी गएका छन्। उनी जल्दो बल्दो नायकको रूपमा चिनिँदै आएका थिए र भर्खर उनी चलिरहेका थिए र डेब्यू पनि गरिरहेका थिए। तर के कारणवश उनीहरूले आफूलाई मृत्युको मुखमा पुर्याए त्यो त थाहा छैन। उनीहरूलाई थाहा होला, तर उनीहरूको स्वर्गवास भइसकेको छ। उनीहरूलाई हामी सधैँ सम्झने रहनेछौँ र उनीहरूका चलचित्रहरू पनि हेरिराख्नेछौँ। दर्शकवृन्दहरू, छोटो जानकारी तपाईँमा आज प्रस्तुत गरिसकेका छौँ र शाहरुख ताम्राकारले आत्महत्या गर्नुमा कसैको पनि दोष नभएको कुरा उनीहरूले आफ्नो पत्रमा स्पष्ट खुलाएका छन्। दर्शकवृन्दहरू, यो सानो भिडियो तपाईँलाई कस्तो लाग्यो जस्तोको तस्तै आफ्नो विचार कमेन्ट बक्समा पनि लेख्न सक्नुहुन्छ र जस्तोको तस्तै यथार्थवादमा देश विदेशमा घटेका घटनाहरू हामी जस्तोको तस्तो लिएर आउने गर्नेछौँ। कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसनमा दबाई अलमा खिच्नुहोला। फेरि पनि हामी अर्को भिडियो लिएर आउनेछौँ। त्यति दिनसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।